हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल वन्स अगेन। आज म कति धेरै दिनपछि अनि फेरि पनि भिडियो लिएर आएको छु। म चाहिँ आज पुरै यो हाँडी खोला गाउँभित्र गएको थिएँ स्कुलकै प्रोग्रामले, अनि त्यही भएर आज चाहिँ मलाई कस्तो यो सिनहरू एकदमै राम्रो लाग्यो। त्यही भएर मैले चाहिँ भिडियो क्याप्चर गरेको छु। अनि हेर्नुहोस् न, दामी धान चाहिँ झुलिराखेको अवस्था छ अनि एकदमै शीतल शीतल हावा चलेको छ। यस्तो राम्रो ठाउँ रहेछ, एन्टी लाइट पर्या भएर हो, त्यही पनि मैले चाहिँ खिचेको छु अलिअलि मेमोरीको लागि हुन्छ भनेर। अनि म चाहिँ यहाँ पहिलोपटक हिँडेर आएको है गाइज। पहिला चाहिँ म आएको थिएँ, आएको परबाट चाहिँ देखिराखेको, तर यहीँनिर चाहिँ म आएको थिएन। अनि आज चाहिँ मलाई कस्तो झोलुङ्गी पुलबाट जान मन लागिरहेछ, अनि त्यही भएर आज चाहिँ म झोलुङ्गी पुलबाट जान्छु। छन चाहिँ यहाँनिर पक्की गाडी हिँड्ने पुल पनि छ अनि झोलुङ्गी पुल पनि रहेछ। तर झोलुङ्गी पुल चाहिँ कहाँनिरबाट जाने रहेछ भन्ने कुरा चाहिँ थाहा भएन। पुरा घुमेर जानुपर्ने रहेछ, टाढा पो रहेछ त हौ झोलुङ्गी पुल त। ल अब चाहिँ मैले झोलुङ्गी पुल कहाँबाट जान सकिन्छ भनेर अघि पनि सोधिसकेँ। हुन त ऊ त्यहाँबाट नजिक पर्ने रहेछ। अनि मलाई चाहिँ कस्तो झोलुङ्गी पुल फेरि डर पनि लाग्न चाहिँ चढ्छु होला गाइज। म चाहिँ झोलुङ्गी पुल चढ्छु होला। हेरौँ, झोलुङ्गी पुल चाहिँ टाढो रहेछ, यताबाट पनि दामी देखिरहेको रहेछ। कस्तो होला क्या, म त पुरा एन्टी लाइट आउने ठाउँपट्टिबाट पो भिडियो क्याप्चर गरिरहेको रहेछु। अहिले चाहिँ मैले फेरि यताबाट भिडियो क्याप्चर गरेँ। म चाहिँ घर जान्छु अब सिधै। आज शुक्रबारको दिन हो, स्कुल पनि छुट्टी भइसकेको छ। 2 साढे 2 बजी चाहिँ हाम्रो छुट्टी हुन्छ। अनि आज चाहिँ यहीँनिर 3 बजिसकेको छ, झन्डै 3:30 हुन थालिसकेको छ साथीहरू। म चाहिँ अब निस्किन्छु, म घरतिर सिधै जान्छु होला। मलाई चाहिँ उताको पुलबाट जान मन लागेन गाडी चढ्ने, म झोलुङ्गी पुलबाट जान्छु भनेको भन्न चाहिँ डर पनि लागिरहेछ हो। तर होइन, नजाउँ क्यारे हो त्यहाँनिरबाट त। जाउँ लेट्स गो। त्यो पनि मैले डेयर गरेँ है साथीहरू। झोलुङ्गी पुल चाहिँ पर देखाइदिन्छु म यहाँबाट। वहाँ पर चाहिँ देखिरहेछ झोलुङ्गी पुल। म त्यतै जान्छु। अब चाहिँ त्यताबाट म हिँड्छु अनि रोड पुग्छ अलिकति पर। झोलुङ्गी पुलबाट तरेर गइसकेपछि रोड पुग्छ। अनि त्यसपछि गाडीमा चढेर चाहिँ घर जाने हो। हेर्नुहोस् न, जताततै वाउ धानको बाला यति दामी यति राम्रो बासे। हेर्नुहोस् न, वाउ एभ्रिवेयर ब्युटिफुल ग्रिनरी, दामी दामी दामी। वाउ एस्थेटिक वन्डरफुल, एकदमै एस्थेटिक सिन छ, वन्डरफुल सिन छ। कस्तो राम्रो गाउँ रहेछ हो। तर रोडबाट पनि धेरै टाढा छैन, नजिकै। चाहिँ पुरा मान्छेहरू पनि छक्क परेका होलान् हो, उताबाट बाटो हुँदै पनि त्यतापट्टि किन गएछ भनेर दङ परेको होला। म चाहिँ झोलुङ्गी पुल चढ्न रहर लागेर गएको है गाइज। यस, वाउ हाउ ब्युटिफुल सिनरी दिस इज। वाउ, ड्रेसमा चाहिँ भिडियो नगर्नु, फोटोहरू नखिच्नु भनेर चाहिँ आएको रे। तर मैले चाहिँ यो स्कुल टाइम सकिसकेपछिको टाइम हो, त्यही भएर मैले चाहिँ खिचिदिएको छु साथीहरू। गाली क्लासमा पढाइ हुँदै ह्याम्पर हुने गरी बनाएको भिडियो होइन यो। ड्रेसलाई दुरुपयोग गरेको पनि होइन। त्यही पनि अब आफू सधैँभरि यही युनिफर्ममा भइन्छ भने कहिलेकाहीँ यस्तो भिडियोहरू मेमोरीको लागि पनि बनाउनु नपाउनु त भनेर चाहिँ मैले यो भिडियो चाहिँ बनाएको छु। यस, योभन्दा अगाडिको भिडियोहरूमा पनि छ मेरो युनिफर्मको चाहिँ, तर रिसेन्टली मात्रै आएको हो यो चाहिँ। यो नोटिस चाहिँ हुन त मान्छेले कति धेरै चाहिँ दुरुपयोग गरेका छन् सामाजिक सञ्जालमा। अनि एउटा प्रेस्टिजियस पेसामा लागेका मान्छेहरूले पनि एकदम अराजक खालको भिडियोहरू बनाएर चाहिँ अलिकति सेमफुल चाहिँ भएको छ, लाज चाहिँ भएको छ। तैपनि हामीले त त्यस्तो नराम्रो नबनाइसकेपछि केही फरक पर्दैन होला, आई थिङ्क सो है, मलाई चाहिँ त्यस्तो लाग्छ।
त्यही भएर हामीले चाहिँ यसको दुरुपयोग गरेका छैनौँ। नराम्रो एकदम उत्ताउलो खालको चाहिँ भिडियो बनाएको छैन, चाहिँ नर्मल भिडियो बनाएको हो। यसो ट्राभल गर्ने क्रममा चाहिँ एकदम कहिले नआएको ठाउँ, मलाई कस्तो डर लाग्थ्यो पहिला। यस, म चाहिँ झोलुङ्गे पुल आइपुगेको अवस्था गाइज। मलाई पहिला चाहिँ कस्तो डर लाग्थ्यो झोलुङ्गे पुलमा, अनि अहिले चाहिँ मलाई डर लाग्न छोडेछ। किनभने अस्ति नै भनेको थिएँ एउटा भिडियोमा, पर हेरेर हिँड्ने अनि त्यसपछि डर लाग्दैन भनेर भनेको थिएँ। यस, अभियसली म त्यही गर्छु। एकदम मजा भइराखेको छ। म चाहिँ एक्लै छु, आइएम अलोन। म एक्लै भएको भएर पनि म भिडियो रेकर्ड गर्दै हिँडेको छु है साथीहरू। अनि हेर्नुहोस् न, माथि झोलुङ्गे पुल अनि तल चाहिँ पुरा धानबारी, धान खेत भनौँ न, मजाले धान झुलिरहेको छ। अनि दसैँ भर्खर सकिएको मौसम छ, अनि तिहार सुरु हुँदैछ। यति रमाइलो छ वातावरण। यहाँहरू पनि इन्जोय गर्दै हुनुहुन्छ होला। न धेरै गर्मी छ, नभने नै पानी परेको छ। एकदमै सुटेबल मौसम छ, वेदर छ अहिले चाहिँ। अनि त्यही भएर तिहार पनि आउन थाल्यो। सबैजनालाई ह्याप्पी तिहार एभ्रिवान। राम्रोसँग मनाउनु होला, इन्जोय गर्नु होला। बी केयरफुल अबाउट योर हेल्थ अल्सो। आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला। हामी देखिरहेको रहेछ हो पछाडिको पुलको भ्यू चाहिँ। ल, अब चाहिँ पुलको बिचमा ठ्याक्कै खोला भएको ठाउँनिर चाहिँ आइपुग्दैछु म। हो, डर लाग्दो रहेछ हो यो बिचमा चाहिँ। देख्न सक्नुहुन्छ पर एक ग्रुप यहीँको सायद पारी गाउँकै हुनुहुन्छ होला उहाँहरू पनि गइरहनु भएको छ। यो चाहिँ राप्ती खोला हो है गाइज। यो मुनिको चाहिँ राप्ती खोला हो। अनि राप्ती खोला माथि पुलमा चाहिँ म अहिले हिँडिरहेको अवस्था छ। अनि यस्तो आनन्द, वाउ, हावा त कस्तो दामी चलेको। वा, सो नाइस। एकचोटि उता फर्केर हेरिरहेको छु। पुल, गाडी हिँड्ने पुल पनि उतैनिर छ गाइज, त्यहाँ परपट्टि। देखाइदिएँ, परको चाहिँ गाडी हिँड्ने पुल हो। अनि यो चाहिँ मान्छे हिँड्नको लागि। अनि खोला हेर्नुहोस् न, खोला। यस, अनि खोला पनि सङ्घिएको छ अहिले चाहिँ, किनभने पानी पर्न छोडेको छ साथीहरू। अस्ति त दसैँको बेलामा कस्तो हिले दसैँ भयो यो पटक त है, पानी परेर। यहाँहरूलाई पनि यति गाह्रो भयो होला यताउता जानको लागि। आफन्त भेटघाटको बेलामा चाहिँ त्यस्तो नभइदिएको भए हुन्थ्यो। के गर्नु है, यो प्रकृतिलाई हामी रोक्न पनि सक्दैनौँ, छेक्न पनि सक्दैनौँ। त्यसैले हाम्रो बसमा छैन, त्यही हो। तैपनि नाउ इन्जोय। अब चाहिँ इन्जोय गर्नु होला। सायद पानी पर्न पनि छोड्यो होला यो वर्षको, अस्तिकै थियो होला अन्तिम पानी, अन्तिम झरी चाहिँ। अब नेक्स्ट इयर यो चाहिँ अटम सिजन लाग्न सुरु भइसकेको छ साथीहरू। समर इन्ड भइसकेको छ लगभग। अनि त्यसपछि विन्टर आउँछ। अब जाडो फिल हुन थालेको छ। बिहान बेलुकाखेरि हिँड्दाखेरि चाहिँ एकदमै जाडो फिल हुन्छ। वा, म त एक्लै कस्तो ट्राभल गरिरहेको छु हौ। अझ ट्रेकिङ, यस, लाइक ट्रेकिङ। मलाई एक्लै हिँडिरहेको छु, मजा आइरहेको छ। यत्रो लामो पुलमा चाहिँ म एक्लै हिँडिरहेको छु अनि एकदम इन्जोय गरिरहेको छु म चाहिँ। वा, कस्तो सिर्र हावा चलेको छ। सिरसिरे हावा चल्यो खोलीतिरैमा, मनको बहा पोखिहाल्न नराख मनैमा, माया प्रीति गाँसिहाल्न आजको दिनैमा। वा, यतापट्टि चाहिँ दामी आउने रहेछ। के गर्नु, एन्टी लाइट पऱ्यो। इट्स ओके, मेरो बाटो त्यतापट्टि छ, त्यता फर्किन भने मिल्दैन। अब चाहिँ ठ्याक्कै रोड आइपुग्नु थाल्यो है साथीहरू। यो घर हुँदै जानुपर्ने रहेछ। आज पुल पनि इन्ड हुन थाल्यो। पुलको टुप्पोमै आइपुग्न थालेको छु म चाहिँ। हेर्नुहोस् न कति लङ रहेछ यो पुल चाहिँ। ल, जो सवारी र पारीको जनताहरूलाई चाहिँ आवत जावतमा एकदम सहज भएको छ। ओके, बाई बाई एभ्रिवान। आजको लागि भ्लग यति नै। बाई बाई गरेर पनि कस्तो इन्ड गर्नै मन लागेन। कस्तो दामी ठाउँ रहेछ हो त्यो पुल कटेर पनि रोडमा आइपुग्नुभन्दा अगाडि चाहिँ यस्तो गाउँहरू रहेछ, घरहरू हेर्नु न, पसलहरू पनि रहेछ। मजाले खाजासाजा खान ओर्नको लागि पनि गाह्रो रहन्छ। हुन त यो बाटोमा अटोहरू पनि चलिराखेको हुन्छ। आज चाहिँ त्यति अटोहरू चाहिँ मैले भेटिनँ। यस, अब चाहिँ शीतल ठाउँ आइपुग्यो।
अघि चाहिँ पुरा घाम 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 भइरहेको थियो, अहिले चाहिँ दामी क्लियर देखिरहेछ। यो चाहिँ रोड छेउको एरिया। मजाको पसलहरू पनि रहेछ, खाजासाजा खानको लागि पनि त्यति गाह्रो रहन्छ। यो ठाउँ चाहिँ रोड चाहिँ त्यहीँनिर देख्न सक्नुहुन्छ, गाडीहरू भर्खर गइरहेको। अब चाहिँ त्यहाँनिर गाडी कुरेर बस्छु अनि त्यसपछि गाडीमा जान्छु। ल यताबाट आउने हो गाडी चाहिँ, यो चाहिँ नारायणगढ चितवनबाट आउँछ अनि यतापट्टि चाहिँ हेटौडाबाट आइरहेको रहेछ। ला साथीहरू आउँदा आउँदै कति धेरै गाडी गइहाल्यो। अब म चाहिँ यहाँनिर कति बेर कुर्नुपर्ने हो थाहा छैन। ओ बस आइसकेछ। यस 2-3टा गाडी चाहिँ गइहाल्यो कि रोड क्रस गर्न नपाउँदै रङ साइडमा थिएँ। ल अहिले चाहिँ म घर आइपुगेँ बल्ल बल्ल। ए मेरो छोरी यहाँ रहेछन्, के गर्दै बसेको? ल आजको लागि ब्लग यति नै। बाई बाई। बाई बाई। राम्रो लाग्यो भने लाइक सब्सक्राइब अनि सेयर गरिदिनुहोस् होला।